उत्पत्ति 3 अध्याय अनि हामी त्यहाँबाट केही कुराहरू हेर्नेछौँ। नानीकै छोरीको मेसेजमै म एड गर्छु अलिकति तपाईँहरूलाई। यहाँ मेरो केही समय हुँदाखेरि 30 मिनट म टाइमर स्टार्ट गरेँ। हामीले परमेश्वरको उपस्थिति जब हामी भन्छौँ भने त्यो पनि हाम्रो छनावटले चाहिँ परमेश्वरको उपस्थिति हुने हो, न त कि मैले भन्दै गरेको चाहिँ हामी जुनै कुरातिर हामी सरेर जान्छौँ त्यो कुरा पनि हामीतिर सरेर आउँछ। इन एनिथिङ वी मुभ टुवर्ड्स द्याट थिङ मुभ टुवर्ड्स अस, त्यो पनि हामीतिरै सरेर आउँछ। तपाईँ सफलतातिर फर्केर जानुहुन्छ, सफलता तपाईँतिर आउँदै गरेको हुन्छ। कतिजनाले याद गर्नुपर्छ, तपाईँ गाडीमा जाँदा सबै कुरा यस्तो यस्तो सिधै आउँछ, तपाईँ उता जानु हुँदैछ भने हो कि न? तपाईँ जता जानु परमेश्वरको उपस्थितितिर जाँदै हुनुहुन्छ भने परमेश्वरको उपस्थिति तपाईँतिर आउँछ। परमेश्वरदेखि भाग्दै हुनुहुन्छ भने त्यो भाग्ने कुरा पनि तपाईँतिर आइरहेको हुन्छ। त त्यसलाई त्यो एनाटोमी अफ चोइसेस भनेर आजको सर्मन मैले द कन्सिक्वेन्सेस अफ चोइसेस, हाम्रो छनौटको परिणाम हामी हेर्नेछौँ आज। उत्पत्ति 3 अध्याय मेरो फेभरेट च्याप्टर भइसकेको छ यो फेब्रुअरीभरि चाहिँ जनवरी र फेब्रुअरी। उत्पत्ति 3 अध्याय जेनेसिस च्याप्टर 3 भर्स 1 देखि 7 सम्म म पढेर अथवा म पढेँ, तपाईँले बाइबल भेटाउनु भयो। Now the serpent was more cunning than any beast of the field which the Lord God has made, and he said to the woman, Has God indeed said, You shall not eat of every tree of the garden? And the woman said to the serpent, We may eat the fruit of the trees of the garden, but of the fruit of the tree which is in the midst of the garden, God has said, You shall not eat, nor shall you touch it, lest you die. Then the serpent said to the woman, You will not surely die, for God knows that in the day you eat of it, your eyes will be opened, and you will be like God, knowing good and evil. So when the woman saw that the tree was good for food, that it was pleasant to the eyes, and a tree desirable to make one wise, she took of its fruit and ate. She also gave to her husband with her, and he ate. Then the eyes of both of them were opened, and they knew that they were naked, and they sewed fig leaves together and made themselves coverings. यहाँ हाम्रो माझमा हाम्रो आमाहरू पनि भएकोले गर्दाखेरि म नेपाली बाइबलबाट पनि सट्ट म पढिदिइहाल्छु। यहाँनिर उत्पत्ति 3 अध्याय 1 देखि 7 सम्म। परमप्रभु परमेश्वरले बनाउनुभएका वन पशुहरूमध्ये सर्प सबभन्दा धूर्त थिए। त्यसले स्त्रीलाई भन्यो के परमेश्वरले तिमीहरूलाई बगैँचाको कुनै पनि रुखको फल नखानु भनी भन्नुभएको छ? स्त्रीले सर्पलाई भनिन्, बगैँचाका रुखका फल हामी खान सक्छौँ, तर बगैँचाको बिचमा भएको रुखको फलको विषयमा परमेश्वरले भन्नुभएको छ त्यो चाहिँ नखानु र नछुनु, नत्र त तिमीहरू मर्छौ। सर्पले स्त्रीलाई भन्यो, तिमीहरू मर्दैनौ, किनकि परमेश्वर जान्नुहुन्छ कि जुन दिन तिमीहरू त्यो खान्छौ त्यही दिन तिमीहरूका आँखा खुल्नेछन् र असल र खराबको ज्ञान पाएर तिमीहरू परमेश्वर जस्तै हुनेछौ। जब स्त्रीले त्यस रुखको फल खानलाई असल र हेर्नमा रहर लाग्दो र बुद्धि पाउनलाई त्यस रुखको चाह गर्नुपर्ने रहेछ भनी देखिन्, तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन् र उनले पनि खाए। अनि दुवैका आँखा खुले र नाङ्गै पो रहेछौँ भने तिनीहरूले थाहा पाए। अनि अन्जिरका पातहरू गाँसेर आफ्ना निमित्त तिनीहरूले वस्त्र
बनाए। तपाईले सोच्नुहोस् एकछिन तपाईको दिमागलाई प्रयोग गरेर कि तपाईँ एउटा नयाँ ठाउँमा हुनुहुन्छ जहाँ चाहिँ तपाईँ गाडी कुदाइराख्नु भएको छ अनि तपाईँले भन्नुभयो होइन म त जिपिएसलाई म गर्दिनँ, म आफ्नै गतलाई नै, म आफ्नै तरिकालाई नै मलाई कस्तो लाग्छ, कुन चाहिँ राइट जस्तो लाग्छ त्यतै जान्छु भनेर तपाईँ हिँड्नुभयो गाडी लिएर। कतिजना हामी थाहा गर्न सक्छौँ त्यो समयहरू हाम्रो जीवनमा जहाँ चाहिँ हामी के त डेड एन्डमा पुगेका छौँ है, स्वाट्टै घुमाउँदाखेरि त ला यता त जहाँ उता निस्किने बाटो रहेनछ भन्ने डेड एन्डमा पुग्छौँ। अथवा कोही समय चाहिँ हामी सर्टकट लिएर जाने हुँदाखेरि, यता पर्खेर जाने हुँदाखेरि कन्स्ट्रक्सनतिर पछि गइन्छ। त्यहाँदेखि कोही बेला त्यो मैले एकपल्ट ठुलो ट्रकलाई पछ्याउँदै गएको भएर त कन्स्ट्रक्सनतिर लोग्यो गाडीले त मलाई। यहाँ जेनेसिस 3 मा पनि उत्पत्ति 3 अध्यायमा पनि हामी एउटा घटनालाई देख्छौँ जो चाहिँ एकदमै चाखलाग्दो छ। हामीले हरेक छानेको कुराले चाहिँ यहाँ चाहिँ उत्पत्ति 3 अध्यायमा चाहिँ यो जिपिएसको यो डोरिने कुराको रिक्यालिब्रेसन भएको छ। त्यहाँनिर परमेश्वरलाई उनीहरूले छान्थे भने त्यहाँ एउटा समय आएको छ उनीहरूले आफूले आफ्नो इच्छालाई छान्न उनीहरू त्यहाँनिर सुरु गरेका छन्। सो चोइसेस आर द हिन्जेस अफ आवर डेस्टिनी। हाम्रो लक्ष्य, हाम्रो भविष्यको हामी जुन दिशातिर जाँदैछौँ त्यो दिशाको मेन कुञ्जी चाहिँ हाम्रो छनौटहरू हो। Every choices we make is a directional move. अहिले यहाँनिर हामी जति छौँ यहाँनिर we chose to come here. So हामीले छान्दाखेरि हामी कुनै दिशातिर फर्क्यौँ। We move towards certain direction. हो कि हैन? जतिखेर पनि हामी केही छान्छौँ in life, we will always move towards some direction, certain direction. कुनै न कुनै दिशातिर हामी जान्छौँ। एकजना प्रभुको दासले भनेको मलाई साह्रो मनपर्छ, we may not be able to change our destiny overnight, but we can for sure change our direction overnight. हामीले हाम्रो गन्तव्यलाई रातारात हामीले चेन्ज नगरौँला, तर हामीले हाम्रो दिशा चाहिँ हामीले रातारात परिवर्तन गर्न सक्छौँ। आमेन, हालेलुया। तपाईहरु राम्रो परिवार चाहनुहुन्छ हो, तपाईको परिवार आजको भोलि खतरा नहोला तपाईले चाहे जस्तो, तर आजदेखि तपाईले सुरु गर्न सक्नुहुन्छ कुन दिशामा जाने भनेर। आमेन। तपाईको भविष्य तपाईले खतरा बनाउने चाहनुहुन्छ होला, भोलि नहोला पर्सि नहोला, तर आज नै तपाईले छानेर त्यो दिशातिर तपाई मोडिन सक्नुहुन्छ। आमेन। हामी अघि मैले तपाईलाई भने यो म्याग्नेट, कतिजना थाहा छ म्याग्नेट के हो भनेर? चुम्बक। चुम्बक चाहिँ कस्तो कुरा हो भन्दाखेरि चुम्बकले चाहिँ फलामलाई तान्ने मात्रै होइन, ऊ पनि फलामतिर गएको हुन्छ, त्यही भएर चाहिँ एट्र्याक्ट भएको। सो जे कुरापट्टि हामी जान्छौँ त्यो पनि हामीतिर आउँछ। यो ल अफ म्याग्नेटिजम says that anything that we move towards moves towards us. हामी के अरे जिम गर्नेतिर हामी जाँदैछौँ भने त्यो जिम पनि हामीतिर आएको हुन्छ। कसैले याद गर्नुभएको छ? तपाईँ जता सोच राख्नुहुन्छ त्यतै तपाईँ पुगिराख्नुहुन्छ, तपाईँ एकछिन पाइला उही हुन्छ। सो हाम्रो चोइसले, हाम्रो छनौटले चाहिँ हामीलाई दिशा निर्देशन गर्दछ। ठिकै छौँ त्यतिसम्म भनेपछि यहाँ हब्बाले जब आदनको बगैँचामा हब्बा खालि गिरेर लडेर पापमा फस्यो भनेको त के हामी छिट्टो शब्द लाउँछौँ र हामीले ओह लाउ पापमा फसेछ, कसरी लड्यो कि बा होइन, गिर्यो कि भन्दाखेरि बा ठेस लागेर लड्यो कि चिप्लेर, अस्ति भर्खर एकजना मेरो साथी लडेर चोट लाग्यो भन्दै थिए, त्यस्तो सोच्छौँ। तर जति हब्बा चाहिँ त्यो रुखतिर गई त्यो रुख पनि उतिर आयो।
सुन्दै हुनुहुन्छ नि मलाई? जति चाहिँ she moves towards the tree and the tree was moving towards her. हब्बाले आफैलाई त्यो वातावरणमा लगाई जुन वातावरणमा चाहिँ ऊ चाहिँ अब सहभागी हुन पुगे त्यहाँनिर। रुथलाई तपाईँले रुथ 1 अध्यायमा तपाईँले रुथको पुस्तक र दानियलको पुस्तक तपाईँले पढ्नु भएको छ, दुईजना पनि मेरो एकदमै रुथको स्टोरी हामी देख्छौँ, अर्को कन्ट्रास्टमा हामी इभको हब्बाको कन्ट्रास्ट हेर्दाखेरि चाहिँ रुथले जुन 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 दिशातिर रुथ जाँदै थिए नेओमीपट्टि, नेओमीको परिवारपट्टि जाँदै थिए, तर उसलाई थाहा थिएन ऊ जाँदाखेरि चाहिँ उसको साथसाथै नेओमी साथसाथै दाउद पनि उसँग जोडिँदै थियो भनेर। उसलाई थाहा थिएन त्यो जोडिँदा जोडिँदा पछि आएर प्रभु येशू पनि उसँग जोडिनुहुन्छ भनेर। किनभने जुन दिशा नेओमी जाँदै थिइन् त्यो सबै इतिहास चाहिँ उपट्टिबाट पनि बन्दै बन्दै आइराखेको थियो। आमेन। हब्बा जुन दिशातिर जाँदै थिइन् यो सबै पापको सङ्कोच सबै उसमा आउँदै थियो भने रुथ जुन दिशातिर जाँदै थिइन् त्यो दिशाले चाहिँ पछि आउने आशिषहरू, पछि आउने इसाकको बुढी को हो? यो म रेचल र रबेकामा जहिले बिर्सिन्छु, कुन चाहिँ हो? को हो? इसाकको बुढी, अब्राहमको छोरा इसाकको बुढी, पहिलो बुढी छैन कोही रेबेका। ल रेबेकामा जाउँ। के अरे रोसिका? त्यो मलाई एकदमै मनपर्ने स्टोरी त्यहाँनिर मलाई के मनपर्छ भन्दाखेरि त्यहाँको एउटा कथा, जब अब्राहमले आफ्नो छोराको विवाहको लागि बुढी खोज्नलाई नोकरलाई पठाउँछ, नोकरको प्रार्थना, नोकरको लागि नोकरले प्रार्थना गर्दछन्, प्रभु यस्तो केटी चाहिँ म हाटो आओस् जसले चाहिँ मलाई पानी दियोस्। अनि मैले भने अब त्यो त एकदमै साधारण प्रार्थना, पानी दिने त के छ त, होइन? पानी दिने मान्छेलाई नि बे गरिहाल्ने त कस्तो त भन्दाखेरि फेरि अर्को लाइनमा नोकरले प्रार्थना गर्छन् र मसँग भएको ऊँटहरूलाई पनि पानी दियोस् भनेर भन्छ। तर त्यो रेचल चाहिँ त्यो पानी दिँदै गर्दा ऊ जुन दिशातिर जाँदै थिइन् त्यो ऊँटमा भएको जति पनि आशिष बोकेर गएको हुन्छ, त्यसले भक्कु सामान बोकेर गएको हुन्छ त्यो नोकरले चाहिँ, जुन केटीलाई दिन्छु भनेर जुन 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 ससुरालीमा, होइन दिनु केटीको माइत यता ससुरालीमा चाहिँ इसाकको ससुरालीमा छोड्नुपर्ने सामानहरू उसलाई थाहा छैन। त्यो ऊँटले चाहिँ बोकेको सामान चाहिँ जुन ऊँटलाई उसले खुवाउँदैछ त्यो ऊँटमा भएको सामान चाहिँ उसकै हो भनेर थाहा छैन। तर जब ऊ त्यता बढी त्यो सबै कुरा उसमा आयो। आमेन। सो हामी जुन जुन दिशातिर जान्छौँ, जुन जुन मोड लिन्छौँ हामीहरू, त्यो दिशाको सबै कुरा हामीपट्टि आएको हुँदछ। If you move towards growth, growing people will move towards you. You'll find growing people. कोही मान्छेले भन्छ नि मेरो साथीहरू त कस्तो खराब छ भने, म्याग्नेटले चाहिँ फलामै तान्छ। हामी कहाँ छौँ कस्तो छौँ भनेर पनि अलिकति अवलोकन गर्ने समय पनि त्यही नै हो। लुक अराउन्ड यु। तपाईँको स्कुलमा साथीहरू को छन्, तपाईँको काममा साथीहरू को छन्, कोसँग सम्पर्क छ तपाईँहरूको? किनभने वी एट्र्याक्ट हु वी आर। हामी त्यही मान्छेहरूलाई, त्यही समूहलाई हामी आफ्नो वरिपरि हामी ल्याउँदछौँ। So our choices act as a magnet. If you move towards a forbidden habit, the consequences are already packed and heading your way. हामी नराम्रो बानी बेहोरामा जान्छौँ भने त्यो बानी बेहोराले यत्रो बेग बोकेको हुन्छ त्यसको परिणामहरू, हो कि न?
त्यो परिणामहरूसँगै आउँछ। उसलाई तँ मात्रै आइज न भन्दा मान्दैन। त्यो परिणामसँगै आउँछ। भारी बोकेर उसले कुम्लो बोकेर आउँछ। यो सँगसँगै तेरो लिभर बिग्रिन्छ, तेरो फोक्सो जान्छ, तेरो हड्डी भाँचिन्छ, तेरो परिवार बनिँदैन, सबै भारी हुन्छ उसकोमा, त्यो बोकेर आउँछ उसले। सो हाम्रो चोइसेसले, मैले जति भने पनि यसलाई म भनेर सक्दिनँ भनेर मलाई त्यति लाग्छ। दानियल 1 अध्यायमा 1:8 हेर्नुहोस् त। Daniel chapter 1 verse 8। नेपाली र इङ्ग्लिसमा एकजनाले पढिदिनुहोस् त ल मजाले। नेपालीमा एकजनाले पढिदिनुहोस् मजाले। दानियलले राजकीय भोजन र दाखमद खाएर आफैलाई अशुद्ध नपार्ने निर्णय गरे र तिनले यसरी आफैलाई अशुद्ध नपार्नेलाई प्रमुख अधिकृतसँग अनुमति मागे। आमेन। सो दानियल जब पवित्रतापट्टि बढे, त्यो प्रमुख मान्छे उपट्टि बढेर आयो र अनुमति दिए। When Daniel moved towards the holiness, God moved with that person. त्यो मान्छेसँग परमेश्वर भएर उसँग काम गर्न थाल्नु भयो। हालेलुया। अनि सम्पत्ति, बुद्धि, धनमान, इज्जत, इमानले उसलाई आदि बाटोमा भेटायो। जब दानियल चाहिँ पवित्रतातिर बढेर गयो, उताबाट के आउँदै थियो? सम्पत्ति आउँदै थियो, उताबाट आउँदै थियो इमान आउँदै थियो, उताबाट इज्जत आउँदै थियो। बाटोमा भेटायो उसलाई, किनभने ऊ त्यो दिशातिर गएकोले गर्दा। यदि उसले चाहिँ अर्को दिशा गएको भए बुद्धिहरू यतै थियो, धनमान यतै थियो। सो उसको चोइसले चाहिँ, उसको छनौटले, दानियल पवित्रता रहनु खोजेको कारणले गर्दा विस्डम, फेभर, रिसोर्सेस, सबै कुरा चाहिँ उनीहरूले चाहिँ दानियललाई बाटोमा भेटायो। आमेन। हालेलुया। सो दानियल, रुथ, हामी देख्छौँ उनीहरूको छनौटले गर्दा उनीहरूले दिशा परिवर्तन गरे र त्यो दिशाले गर्दा उनीहरूको जीवनमा त्यो आउने कुराहरू आएको हामी देख्दछौँ। हब्बाको छनौटले गर्दाखेरि हब्बाको जीवनमा आएको कुराहरू आएको देख्दछौँ। सो हामीले we need to stop waiting for the resources to start the move. कतिपल्ट मैले कतिजनालाई मैले भन्ने गरेको छु, लु यो अपर्च्युनिटी छ, will you do it? Oh, I don't have this, I don't have this, I don't have this, I don't have that. मेरोमा यो छैन, मेरोमा यो छैन, म यो गर्न सक्दिनँ, यो गर्न सक्दिनँ। एकछिन आँखा बन्द गर्नुहोस् त तपाईँहरूले। We'll do exercise here. तपाईँको माइन्डमा चाहिँ तपाईँले मिस गरेको के चाहिँ बिगार्नु भयो, के चाहिँ तपाईँले कार्य गर्नु भएन, त्यो आउँछ कि फर्स्टमा के चाहिँ गर्नुपर्छ अब मैले भनेर आउँछ। आँखा खोल्न सक्नुहुन्छ तपाईँ? कतिले आँखै बन्द गरेछ नि। हामी मान्छेहरू चाहिँ कस्तो भने हामीले के मिस गऱ्यौँमा हामी ध्यान दिन्छौँ, धेरै दिँदैनौँ र हो किन? हामीले के मिस गर्यौँ? आदम र हब्बा किन लुके त्यहाँ थाहा छ? They were so concerned about what they missed that they had to hide. उनीहरू लुक्नु पर्यो। तर think about what you did today. आज के गर्नुभयो तपाईँले? You chose to come here. तपाईँले छान्नु भयो यहाँ आउनलाई। हो 10वटा मिस्टेक गर्नुभयो होला, तर you chose to come here. तपाईँ यहाँ आउनलाई रुचाउनु भयो। Amen. Hallelujah. So focus on what you are doing right now and build on it. के गर्नु भएन, के यो गरे भए हुन्थ्यो, oh I should have done that, I should have done this, I should have gone to school, I should have passed, I should have focused on my grades, no, it's gone.
पास्ट चाहिँ रेफरेन्स पोइन्ट मात्रै हो अन्टिल यु ब्रिङ इट टु द प्रेजेन्ट. बितेको कुरा चाहिँ एउटा क्षण मात्रै हो जबसम्म तपाईँले आजमा लिएर आउनु हुँदैन. त्यो हिजोको हिजै रहन्छ, हो कि न? कतिपल्ट आजलाई पनि तपाईँले बिगार्नुहुन्छ. मैले बिगार्छु किन भन्दाखेरि मैले के गरिनँ त्यो कुरालाई चाहिँ म यहाँ लिएर आउँछु. तर जब हामी अगाडि बढ्न चाहन्छौँ भने, हामी छनौट गर्न चाहन्छौँ, हामी केही निर्णय गर्न चाहन्छौँ भने we need to start with what we are doing, not what we did not do. हामीले के चाहिँ गरेनौँ त्यसमा होइन सुरु गर्दैन जिन्दगी, त्यसमा चल्दैन. केमा चल्छ भन्दाखेरि तपाईँले के गर्नुहुन्छ अब. आमेन. हालेलुया, हालेलुया. यहाँनिर उत्पत्ति 3 अध्यायमा फेरि खोल्नुहोस् तपाईँले. त्यहाँ 1 देखि 7 सम्म राम्रो हेर्नुहोस् त. अब यो लेन्स लगाएर, यो चस्मा लगाएर, Adam and Eve, they hate themselves because they were obsessed with what they had done wrong. उनीहरूले के चाहिँ गलत गरे भनेर उनीहरू डराएर उनीहरू लुके, rather than being intentional about their next right step. अर्को चाहिँ अब के चाहिँ सही गर्नुपर्छ भनेर. आदम त झन् साह्रो त्यहाँनिर पश्चाताप गरेको, परमेश्वरमा फर्केको मैले देखेको छु. तर जेनेसिस च्याप्टर 4 को 1 मा हेर्नुहोस् त. Now Adam knew Eve, his wife, and she conceived and bore Cain, and said, I have acquired a man from the Lord. So Eve quickest repent गरेको, पश्चाताप गरेको केटी भनेर चिन्छु म यसलाई, हब्बालाई चाहिँ. तुरुन्त नै अहिले भर्खर यहाँनिर परमेश्वरले गाली गरेको छ, के गर्यौ इभ तिमीले यस्तो. तर यहाँनिर फर्केर हब्बाले भन्छन्, मलाई परमेश्वरले दिनुभयो. आई एम कमिङ ब्याक टु द लर्ड. आमेन. हालेलुया. So focus on the action you take today, not the one you missed yesterday. What action did you take today? के गर्नुभयो तपाईले आज? Be intentional. If you messed up, the most intentional thing you can do is repent and come back again. Repent and start. मलाई भलन्टियर चाहियो. यहाँनिर हामी एउटा एक्सर्साइज गर्छौँ. भलन्टियर भनेको मदेखि बाहिरको अरू मान्छेहरू आउनु भनेको. को हुनुहुन्छ यहाँ भलन्टियर? आउनुहोस् त 2 जना. खै हामीले भन्दैछौँ कि हाम्रो छनौटले चाहिँ, हाम्रो चोइसेसले चाहिँ हामीलाई डिरेक्सन चेन्ज गराउँछ. तर डिरेक्सन चेन्ज मात्रै होइन. अझै एकजना आउनुहोस् त. बोक्र बस्नु होइन, बस्नु होइन, त्यही पुरा बस्नु खोज्दैछ. बोकिराख्नु यसो हाइट गरेर, हाइट गरेर राख्नुपर्छ. ल तिमी आऊ त. ए ल. So yeah, no, rain every time. अलिकति यता गरिदिनु त यहाँ त्यसले. यो चाहिँ कमी कमजोरीको रुख हो. यो जसरी हब्बाहरू चाहिँ परमेश्वरले दिएको प्रशस्ततालाई छोडेर उनीहरू आफ्नै बनाउँछ, हामी बनाउँछ आफ्नै, भने कमी कमजोरीतिर लाग्यो उनीहरू. तर यो चोइसेसमा आउँदाखेरि अब जति धेरै तिमीहरू चोइसेसहरू चाहिँ यहाँ आउँ त. यहाँनिर यहाँ बस्नु त. सो एभ्री टाइम रेन यता जान्छ, यो कुराहरू आउँछ यहाँनिर, तानिएर आउँछ सँगसँगै. एभ्री टाइम रेन यता जानु छ, यताको कुराहरू तानेर आउँछ. सो रेन यता आउनु त, ल अलिकति यता, ल आउँदाखेरि ल यता आउनु. Just the consequences comes with it. What are the consequences of coming to the tree of lack?
पढेर सुनाइदिनु त. Lost trust, health issues, money trouble, fewer jobs, broken friendships, criminal record, failing grades, constant stress. Those are some. कति त्यो उति मात्रै हो. तर अनि रेनले डिसाइड गर्छ, oh man, those are very hard. हैन? Really भन्छ, I'll go to school, I'll focus on grades, I'll have a good friend around me, and I'll make a change in my life. He repents and he is moving towards the tree of purpose and possibilities. And there are consequences that comes with it. So what are the consequences that when he comes and sits here? Open doors, new opportunities, stronger mentors, true friendships, true friends, inner peace, financial freedom, great reputation, better health, clear focus, personal growth, and unexpected favor. Amen. Hallelujah. Thank you. Thank you. ठुलो ताली बजाइदिउँ न ल हाम्रो भाइ बहिनीलाई. So हामी जुन दिशातिर हामी जान्छौँ, it comes with its consequences. त्यसको परिणामसँगै आउँछ प्रिय. जस्तो दिशातिर, किनभने हामी जुन दिशामा जान्छौँ त्यो दिशाको सबै कुराहरू हामीतिर आइराखेको हुन्छ. हामी ट्राभल गरेको मात्रै भन्छौँ, तर होइन, त्यो पनि हामीपट्टि आइराखेको छ. हाम्रो छनौट चाहिँ एकदमै सिम्पल छ. हाम्रो हेराइबाट सुरु हुन्छ. हाम्रो हेराइ चाहिँ एक पाइलामा परिणत हुन्छ, अनि त्यो एक पाइला चाहिँ हाम्रो डेस्टिनेसनमा टुङ्गिन्छ. हवाको जीवनमा पनि त्यही भयो. हेराइबाट सुरु भयो, अनि उसले एउटा पाइला लिइन्, अनि पाइलाले चाहिँ that step took her to her destination, and that destination had consequences. Adam and Eve, Adam र हब्बाले छानेको कुराले उनीहरू लुक्नमा पुगे भने परमेश्वरले God made a move towards them that led them to a sacrifice. उनीहरू बलिदानमा अब परमेश्वरले जुटाउनु भयो त्यहाँनिर. Amen. So आज यहाँनिर यहाँबाट जाँदै गर्दा प्रिय, तपाईले गर्नुपर्ने फर्कनुपर्ने दिशा कसरी मिस गर्दै हुनुहुन्छ तपाईँ? And how are you going to do it today? Don't think about what you miss. What are you going to go do today? आज के गर्नुहुन्छ तपाईँ? Because तपाईले त्यो मिस गरेको कुरा, it doesn't matter. त्यो सक्यो. What are you willing to do today?